लगाइज हामी आज फेरि सुन्तलाबारी आएका छौँ। हामी 4-5 जना सुन्तला खानलाई। चिसो मौसम त यो चाहिँ खाकी हो। सुन्तले बगैँचा हामी छिरेछौँ। सुन्तला बगैँचामा यो चाहिँ सानो सानो बोटा छ। यतापट्टि यतापट्टिको सबै टिपिसकेको रहेछ। यहाँ अलिअलि छ, यहाँ बिचमा अलिअलि छ। यो चाहिँ खाकी भयो। नेपालमा चाहिँ हलुवा बेद भन्छ। हलुवा बेद यहाँ सुन्तला बोट यस्तो हुन्छ है, यत्रो सानो सानो हुन्छ। यो यत्रो हुन्छ, नेपालमा जस्तो ठुल्ठुलो हुँदैन। यो चाहिँ नि यो यत्रो हुन्छ है सुन्तला, यत्रो सानो हुन्छ, खासै ठुलो हुँदैन। 1000 रुपियाँ एन तिर्यो भने ठ्याक्क चाहिँ पेटभरि भरे 4 बजेसम्म खान पाइयो। मजाले पिसाब फेर्दै टोयलेट गर्दै खान पाइयो। सुती पनि खान पाइन्छ। भुइँमै लटरम्म फलेको छ, भुइँ छुने गरी। ल मिठो टिप्न, मिठो एकदम बोक्रा पातलो टिप्ने तरिका यसरी है, घुमाएर ट्याक्क घुमाएर। के भयो टिकटक बनाउने मान्छे, के भयो यहाँ उता फर्के भयो, राम्रो आएन क्या भिडियो। हो यो यस्तो बोक्रो पातलो भएको चाहिँ मिठो हुन्छ क्या। यत्रो सानो सानो छ एकदमै। कोही ठाउँ चाहिँ मिठो छ, कोही चाहिँ एकदम खासै आमिलो पनि होइन, आमिलो छ, मिठो छ, दामी छ है। खै एउटा चाखौँ म पनि। आइएको जस्तो नरहेछ, आइएको दामी थियो नि त। आइएको एउटा मिठो थिएन। सबै भाइले त्यही पर्छ, खाइसु सुन्तला हाँसाएर भेट्यो। यो चाहिँ यो बुटाको चाहिँ ऊ रहेछ क्या, छैन ए मैले खाएको एउटा भेटेको थियो, अरू त भेटेन फेरि। सबभन्दा सानो बुटा भनेको यही हो, सबभन्दा सानो बुटा भनेको यही हो। सबभन्दा सानो बुटा भनेको यही हो। ल मिठो, मिठो छ, दामी रहेछ। ल यसरी टिप्नुपर्छ कि मुनि गरे सुतेर फेरि टिप्यो। यसरी टिप्न पाउँछ यहाँ। 1000 रुपियाँ तिरेर जेसुकै गर मतलब, तर गलत काम चाहिँ गर्नु भएन। त्यति मात्रै हो चाहिँ। ल यहाँ चाहिँ सुन्तला चाहिँ जता टिप्न पनि पाउँदैन है। सुन्तला कसरी टिप्ने भन्दा यसरी टिप्ने है, सबै बोर्डमा हेर्ने। यसरी हेर्दाखेरि कुन चाहिँ मिठो जस्तो लाग्छ आफूलाई, ठ्याक्क चाहिँ बोक्रा पातला ट्याक्क गरेर ट्याक्क हेर्ने यसरी। ल अनि ट्याक्क यहाँ समात्ने। बनकुखुरा बास कहाँ बस्दो रहेछ भनेर त्यो के अरे निहुरेर हेरेर चाहिँ हेर्नुपर्छ है। यहाँ फेरि सुन्तला जप्पाइ टिप्यो भने चाहिँ मिठो के अरे आमिलो पनि हुन्छ। फेरि त्यो दाँत भन्दा अलिकति तल ट्याक्क यसरी समात्ने, यो भन्दा माथि यसलाई ट्याक्क यसरी घुमाउने। ट्याक्क घुमाउँदाखेरि प्लाट्टा हुन्छ। अनि यसलाई यसरी छोड्ने हो। अनि धेरै पाकेको रहेछ यो चाहिँ। ल आऊ यो धेरै हुन सक्छ, खाइ हेरौँ ल गाइज। खै कस्तो रहेछ, मिठो
यता मिठो यता मिठो भनेर देखाउनु परेन मिठो छ भनेर भन्नु पर्यो नि खतरा गजब रहेछ उसी छान्ने तरिका थाहा भयो होला फेरि एकचोटि छाने यहाँ सुन्तला यसरी फलेको हुन्छ है जापानमा सुन्तला यस्तो हुन्छ नेपालमा जस्तो एकदम ठुलो ठुलो बुटा हुँदैन यहाँ यसरी लटारम्म फलेको हुन्छ भुइँभरि यसरी हुन्छ नेपालमा चाहिँ एकदम ठुल्ठुलो बुटा हुन्छ यहाँ त बसेर पनि टिपेर खान मिल्छ सुतेर यस्तो हुन्छ ऊ यहाँ यस्तो छ फेरि भन्न त के भन्नु रे फेरि उमाई भन्थे आया अनि पछि जानुपर्छ खमन सबै चिज छ क्या त्यो बास्केट त कुन भन्दा यो यहाँ त मिठो खाले छ नि यो ठिक छ सानो ठिक्कको छ क्या ल मिलाएर टिप्नु फेरि अघि कसरी सिकाएको छ त्यसरी टिप्नु फेरि नत्र हुँदैन 1000 रुपियाँ गयो 1000 रुपियाँ चिप्लियो पेट डङ्गा एउटा खाँदा पेट डङ्गा 1000 रुपियाँ चिप्लियो ल यार सुन्तला के रे सुन्तला पाकेर भन्ने गीत गाउने ला गीतै बिर्स्यो भन्छ छिटो सर्च गरेर हेरे होला त्यो सर्च गरेर नि देखाउनु पर्यो यता सर्च गरेर नि देखाउनु पर्यो के सर्च गर्ने के गीत रे ल नाच्यो म यताबाट भिडियो बनाउँदैछु छिटो बन्ना मेरी माया तिमलाई कति चाहिन्छ नोट यसरी नाच्नु पर्छ यसरी त्यो गीत त म्युजिक यसरी नाच्नु फोटो खिचौँ न